सबैजनालाई नमस्ते अनि स्वागत छ युट्युब च्यानलमा। आज चाहिँ हामी 1 गतेको दिन 2082 साल नयाँ वर्ष सुरु भएको त नि 82 साल 1 महिना 1 गते हामी धापघाटतिर जान लाग्छौँ। मौसम पनि अलि पानी पर्ने जस्तो छ। अहिले घाम चाहिँ अलिअलि छ, साँझ के हुने हो। पानी पर्यो भने त फेरि मेरो त रेनकोट छ एउटा रेनकोट दिनु भएको छ। रेनकोट छैन, छाता छ। ए छाता मैले रेनकोट लिएछु अलिअलि राहत मिला अलिअलि। अब एकछिनपछि सबै हिटमान सरहरू आइसकेपछि हामी यहीँदेखि जान्छौँ। अहिले कति पर्खिने हुन्छ, अब बिस्तारै बाटोमा जान्छौँ, भिडियो बनाउँछौँ। हामी चाहिँ धापका जानलाई यहाँ अहिले जुरबाङ आइसक्यौँ। हिटमान सरहरू अझै आउनु भएको छैन। यहाँ अमृतसर र मैले चाहिँ हिटमान सरहरूलाई पर्खिरहेको छौँ। माइजूले यहाँ रक्सी बनाउन आउनु भएको छ बिहानै। ट्रिप तातो पानीहरू पनि तान्दै छ अरे। माल हामीसँग मासु पनि छ। अनि चाउहरू लाग्छौँ होला, कतिजना हुन्छ अझसम्म फिक्स छैन। यहाँसम्म अहिले 3 जना मात्रै फिक्स भइसकेको छ। हामी चाहिँ अझै हिँडिरहेछौँ, अझै तर्नै छ। हामीसँग चक्कुनी छ, मासु लिइरहेछौँ। त्यसलाई पिस पारेर सेकुवा बनाएर खानेछौँ हामीले। अमृतसर चाहिँ दाह्रो हिँड्न सक्नुहुने रहेछ यार। अमृतसर हिटमान सर अनि तल अझै 2 जना सरहरू आउनु लाग्नु भएको छ। कतिखेर आइपुग्ने हो। हामी चाहिँ पानीको खोजीमा छौँ। पानी भेटायौँ भने पानी खाएर पानी भरेर पानी लग्ने हो। अनि नास्ता पनि खान्छौँ होला त्यहीदेखि फेरि हाम्रो यात्रा सुरु हुन्छ। हामी चाहिँ माथि डाँडामा आएर एकछिन आराम गर्नलाई बसिरहेछौँ। अब पानी खाएर फेरि यहाँदेखि हिँड्नुपर्छ। यहाँ धेरै छ हिँड्ने। यहाँ बसेर हुन्न यसरी। रक्सीमा हालेको होला, रक्सी हालेको ठाउँमा बोतल आँपे आला बिचुला रङ साकी आला बिचुला। पानी खाएर फेरि माथि जाने। अनि पानी आउँछ होला, त्यहाँ चाहिँ गएर चाउचाउ खाएर पानी भरेर फेरि हाम्रो जर्नी सुरु। भुटेमकै खाने हो छ। अहिले उकालो मात्र खान सकिन्न यार, अहिले नखाम लास्टै हस्को लाग्छ। ती माथि फेरि घाँटीमा जान सक्छ क्या, अप्ठ्यारो हुन्छ। यो त बसेर खाने हो क्या यार, जति नै खान सकिन्छ मकै त। कुन नयाँ गीत माथे उमेर जाँदो रहेछ। हामी चाहिँ पानी पाउने ठाउँमा आइसक्यौँ। ठाउँको नाम के अरे? आँपे भण्डुक छेर्ने। अमृतसरलाई गाह्रो भयो क्या? हाँ सर, ठिक छ। ए ओहो, पानी पाउने ठाउँ चाहिँ यहीँ हो लास्ट त। ओहो पानी। चटपटेहरू लग्यो भने पाउँछ यहाँ माथि। कहिले काहीँ त लग्छन्, खै त यसपालि के गर्छ। पसिना गरे पुरै चाउचाउ मेरोमा छ, निकालौँ। हामी चाहिँ अब यहाँ बसेर ए खै कहाँ छ गिलास? खै गिलास झाडी छ। गिलासमा झाडी फोटेन खोलिन बोतल अन्त एकचुप सबैले नखोला यार नि। मैले खोलिसके माथि मैले नि खोले यार। तिम्रोमा छ काजी के? हैन तिम्रो पछाडी सानोमा छ।
यो स्ट्यान्ड पनि थियो हामीसँग हिटमान सरको, तर मेरो मोबाइलमा चाहिँ यो ठिक भएन यार, सानो भइरहेछ मेरो मोबाइलमा। अब हिटमान सरको मोबाइलमा हुन्छ होला त, यो अलिक तान्न मिल्दैन यो। तान्न चाहिँ ताने हो सर, हुँदैन कि आमाले जादिन। यो भन्दा त कति ठुलो होला सर? ठुलो छ बताइरहेको छैन। बाक्लो भयो कि दङ्गाउनु पर्छ क्या यार, दङ्गै छैन यार। सौदार खाँदैन है बाजु नौरा मरे तन्न गुर भइजे खोर छोटे मरा बना के चाहिए कि चाल चाल ले यार ओल छ बुतर बगिन खोतांगी छुटस बइ नै जाखो। हेलो बोबो आज त डह्रो रमाइलो होला जस्तो लाग्यो यार। माथिदेखि अरू मान्छेहरू पनि कराउँदै गइरहेछन्, हामी मात्र होइन। यहाँ त माथि त डह्रो पो मान्छेहरूको भिड हुन्छ, मेरा लागि भन्दा पनि बढी भिड हुन्छ। ढुङ्गाहरू यस्तो बवाल छ ढुङ्गाहरू यहाँ। हिजो माथि जलजला नगएर नि ठिक गरियो, तर म चाहिँ जलजला भनेर सत्याएर पनि, तर साथीहरूसँग लगभग गाउँमा निस्किसकेको थिएँ। अनि हिजो हाम्रो काम भएर अलि बिजी भएर निस्केन। आज चाहिँ बिहानै हामी माथि ढाबगातिर जान लाग्छौँ। यस्तो रमाइलो होला जस्तो लागिरहेको छ मलाई चाहिँ अहिलेको देखेर। तपाईँहरूले भ्यू देख्न सक्नुहुन्छ है। नंगे हो बिचरले के हो माराने यहाँ आज नै आज माडोसी कोजङ एम पाङे। तर गुराँस पदयात्रा भन्दा हाम्रो धापगा पदयात्रा नै बवाल होला जस्तो लाग्यो यार। दाइहरुसँग पनि भेट भइसक्यो। अब जनसङ्ख्या चाहिँ बढ्दै छ है हाम्रो। आउँदैछ ल गइहालौँ नि। जाम ओहो चिउरा रहेन एकले अबे काल आव हाइजो के बे हाम्रो यहाँ दाइहरु नि भेटिनु भएको छ अहिले चाहिँ। हाम्रो जेठान पनि आइराख्नु भएको छ यता पछाडि। हामी अगाडि अझै कति लाग्ने हो, अझै छ यार, आधी भन्दा बढी अझै छ। तर यस्तै रुखहरूको बिचबाट हिँड्यो भने चाहिँ त्यस्तो आत्तिने पनि हुँदैन, घाम पनि हुँदैन, एकबार छिटै पुगेको जस्तै महसुस हुन्छ। नआत्तिकन हाम्रो यात्रा अझै जा। नयाँ वर्ष हो, न्यू इयर होइन, नयाँ वर्ष। हाम्रो टिम चाहिँ डह्रो भइसक्यो अहिले। बिस्तारै उता पनि यो चाहिँ गोठ हो। यहाँ चाहिँ अब चाहिँ यहाँ सबै भेडा बाख्राहरू लिएर यता बस्ने मान्छेहरू चाहिँ यहाँ आइसकेका रहेछन् अझ। अब चाहिँ यतैतिर बस्न आनन्द हुन्छ, वनको च्याउहरू खाने आनन्द, तरकारीहरू पनि तन्नै पाउँछ। उकालोमा सबै यो उकालो फेरि माथि जलजला गरिसकेपछि बिर्सिने हो। अरे माथि धापा एकैछिनको लागि मात्र यो
पछि उता गइसकेपछि रमाइलोले सबै हराउँछ त्यता पनि छन् रुख चाहिँ ठुल्ठुलो छ अरे झन्डाहरू म चाहिँ अहिले धापगा आइपुग्न लागिसकेँ यहाँ चाहिँ अरू साथीहरू पनि छन् यतातिर बहुत उकालोमा आयो अहिले चाहिँ पुरै थकानहरू सबै हराइसक्यो उतातिर चाहिँ दारू फुल पनि छ भेडाहरूको बठान इधर है हा लाउ त सबैलाई धपाइदियो त भेडाहरूलाई त गुराँस पनि डह्रो छ यार यतातिर त गुराँस छ भेडाहरू छन् आमामा यतातिर त गुराँस चाहिँ तन्नै छ भर्खर यो अस्ति परेको असिनाले पनि झरेर जान्छ यतातिर चाहिँ फुलेको छैन यतातिर यो चाहिँ अलि पछाडि फुल्ने गुराँसहरू हो हामी चाहिँ अहिले ऊ त्यही रोता नता जान परवाल छ ला रमाइलो छ सही सर लौ त फाइनल्ली हामी चाहिँ यहाँ आइपुग्यौँ बहुत उकालो थियो तलतिर चाहिँ अहिले चाहिँ उकालो थकान पनि गयो उड्यो थकान महसुस भइरहेको थियो चाहिँ ठिक छ अनि यतातिर पनि आइरहेछन् मान्छेहरू आपे कैसा लग रहा है ठीक छ राम्रो भइरहेको छ आए यार गुराँसे अरे के अरे होङा कतादी जन्तरे चाहिँ उता हो हामी चाहिँ ओ दाइ कतिखेर आइपुग्नु ए हामी चाहिँ भर्खर हो यार भर्खर आइपुग्यौँ अब चाहिँ यति नै हो आज अहिले चाहिँ आइपुग्यो रमाइलो भयो अब पछि पानी पर्ने हो कि नपर्ने हो पानी सकेसम्म पानी हामी चाहिँ धापगाको जलाकी भन्ने ठाउँमा आइसक्यौँ है यो हाम्रो लास्ट डेस्टिनेसन यो अब चाहिँ यहीँदेखि हामी फर्किने कुरा हुन्छ आइसक्यौँ अब आहा सर ल यार यस्तो बवाल जोडी छ यार सरहरूको यार काटा किनाङ लुगु मेल्नी चालु एउटै हातमा दुई डल्ला के भन्छन् त्यो भन्न लाग्यो खै बस्दै आकाशले अब मोर सिमेन्ट हो झुङ्गुरी सिमेन्ट उपर चोली आवर फोटो पर्छ चोचे काट्नु पर्छ गएर चोचे म काट्छु आमा कुरा मिल्यो भन्छ हुन के सेक्रे किनरी खै हामीलाई मजाक छ मासु नि पाकिरहेछ हाम्रो सर मासु पैसा है बहुत बढ़िया है हिटमैन सर कुकमैन हिटमैन सर सर जिरोहरुको छैन सर यो पनि हामी चाहिँ अहिले यहाँ गोठमा छौँ मासु पकाएर खान लाग्छौँ सालो र मड तल बसेको कपडा मैले मेरो ज्याकेट कहाँ खसाले यार चिन्ता लागिरहेछ चिन्ता दाइ जाने त होला नि उता त्यो मुझे एक्लै कहाँ बसेछ रे यार मासु ठीक छ जुङेमा लाटको कसम यार
ओहो ओहो मेरोमा साथ खान्छु मैले दुहाजै मेरो पुतिसिङ ओइ जलाकीको मेन मन्दिर भनेको चाहिँ यही हो अब भित्र के छ राम फिस्टे मंगल मामा जी कहाँ गई हो हामी चाहिँ धापका डुलेर नि आइसक्यौँ अब फेरि तल आधी बाटोभन्दा तल आइसक्यौँ अब घर जाने हो दारू रमाइलो नि भएको छ आजको भ्लग यति नै अब अर्को भ्लगमा भेट्यौँला हस्त नमस्ते बाई टाटा